हेलो एभ्रिवान र सम्पूर्णमा क्रिस्टको नाममा जय मसीह। आज चाहिँ हामी दार्जिलिङ टाउन चर्च र तुङसुङका मण्डलीहरू यहाँ तुङसुङमा बप्तिस्माको लागि आएका छौँ। खोलामा गीतहरू बज्दैछ, अलरेडी रेडी गरिसकेको छ अनि आदि चाहिँ आउँदै हुनुहुन्छ। हामी चढ्दैछौँ उकालो, यहाँ आइपुग्यौँ। यहाँनिर सबै बाबा रेडी हुनुभएको छ। जय मसी मामा, जय मसी दाजु, हजुर सबैजना यहाँनिर रेडी हुनुभएको छ। यहाँनिर आइपुग्यौँ हामी। जय मसी काका, जय मसी, जय मसी, जय मसी, जय मसी। ल सबैजना आइपुग्नु भएछ। हामी परमेश्वरलाई धन्यवाद चढाउँछौँ। अनि आज हामी जति यहाँनिर खुसी छौँ नि, त्योभन्दा बढी खुसी चाहिँ स्वर्गमा भइराखेको छ। अनि स्वर्गदूतहरू रमाइराखेको छ, किनभने परमेश्वरले संसारले यति धेरै माया गर्नुभयो कि उहाँले आफ्नै एकलौटे पुत्रलाई पृथ्वीमा पठाउनु भयो। अनि उहाँले सारा आफ्नो शरीरको रगतहरू बगाइकन मानिस जातिलाई अनन्त जीवन दिनको लागि उहाँ कल्भरीको क्रुसमा टाँगिनु भयो। किन भन्दाखेरि चाहिँ संसारको सबै मानिसहरूले चाहिँ प्रभुलाई चिनोस् भनेर। यस कारणले गर्दाखेरि उहाँको बलिदान खेरो गएको छैन। हालेलुया। उहाँको कल्भरी क्रुसमा उहाँको पीडा, उहाँको दुःख, उहाँको कष्ट, उहाँले भोग्नु भएको पीडा खेरो गएको छैन। यो 21औं शताब्दीमा आइपुग्दै गर्दा पनि त्यो रगतको प्रेम चाहिँ आलय भएको कुराहरू आज हामी यहाँ महसुस गरिराखेको छौँ। यस कारणले गर्दाखेरि स्वर्गमा स्वर्गदूतहरू रमाइराखेको छ र प्रभुलाई धन्यवाद होस्। आउनुहोस् हामी आजको यो बप्तिस्मा प्रोग्रामलाई सुरु गर्नुभन्दा अगाडि हामी प्रार्थना गरौँ ल। सबैजनाले आफ्नो हातहरू उचालेर हामी प्रार्थना गरौँ। हालेलुया। पवित्र 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 सर्वोच्चको परमेश्वर पिता, तपाईँ सर्वज्ञानी र सर्वव्यापी, तपाईँ अनन्त अनन्तको परमेश्वरलाई हामी सारा आदर र महिमा र भक्ति चढाउँछौँ। प्रभु तपाईँ एकमात्र, तपाईँ सारा स्वर्ग र पृथ्वीको मालिक तपाईँ हुनुहुन्छ। यस कारणले गर्दा हे परमप्रभु, आज विशेष गरिकन हामी मण्डलीहरू, हामी तपाईँको दास दासीहरू प्रभु, यो पृथ्वी लोकमा प्रभु आज तपाईँको 16जना तपाईँको छोराछोरीहरूको लागि त्यो सबैमा तपाईँले कल्भरी क्रुसमा तपाईँले बगाउनु भएको रगत आज हामीले आलो भएको हामीले महसुस गरेका छौँ प्रभु। अनि आज यी छोराछोरीले प्रभु आज विश्वासद्वारा अनुग्रहको राज्यभित्र प्रवेश गर्दैछ, तपाईँको अनन्त राज्यभित्र प्रवेश गर्दैछ प्रभु। पुरानो स्वभावहरू, आदमले गरेको सारा पाप र श्रापहरूलाई अब यहाँनिर अन्त गरेर प्रभु अब यीशु ख्रीष्टले दिएको नयाँ जीवनमा, अनन्त जीवनमा उहाँहरू प्रवेश गर्नु हुँदैछ। यस कारणले गर्दा हे परमप्रभु तपाईँले दया गर्नुहोस् प्रभु। म प्रार्थना धेरै समयदेखिको हामीले यी बप्तिस्मा दिने छोराछोरीहरूको लागि हामीले प्रार्थना गरिराखेका थियौँ प्रभु। तपाईँले हामीलाई सबै कुराको प्रार्थनाको उत्तरहरू तपाईँले दिनुभयो र तपाईँलाई धन्यवाद। अब आजको हाम्रो यो बप्तिस्माको प्रोग्रामलाई हामी सुरु गर्दैछौँ। यो बप्तिस्माको प्रोग्राम हामी तपाईँको हातमा समर्पण गर्छौँ येशू ख्रीष्टको नाममा, आमेन। चितवनमा गुन्जाउनुहुन्छ येशूको चरित्रलाई भिरेर मुक्तिलाई फैलाउनु छ। यो जीवन ख्रीष्टलाई पछ्याउनको लागि बचाइएको अन्धकार रातमा कृष्णको ज्योति भई चम्किदिनको लागि बोलाइएको
सास छातीमा यहाँ सिध्याउन एउटा बढ्ला जिउनलाई एउटा जीवन छ यहाँ लड्नलाई एउटा लडाई एक मुठी सास छ छातीमा यहाँ सिध्याउन एउटा दौडलाई अनि एउटा उत्कृष्ट जीवन येशूको हाम्रो लागि छ सिक्नलाई उहाँको चेला बन्दै अरूलाई पनि चेला बनाउनलाई छौँ हामी बोलाइएको सर जमिनमा छरेर बिलाउनु छ हालेलुया अनि उम्रिएर सय गुना फल फलाउनु छ यो जीवन एउटै उद्देश्यको लागि सुम्पिएको जस्तै हुन उहाँको राज्यमा खर्च हुनको लागि सबैले बोलाइएको 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 आज चाहिँ हामी सबै बप्तिस्मा सेवाकाईमा थियौँ तुङसुङ लिबरेसन चर्च अनि बप्तिस्मा भइसकेको छ अनि सबैजना यहाँनिर बसिरहनु भएको छ अनि धेरैजना आउँदैछ अनि भाइहरूलाई बधाई छ तपाईँहरूले प्रभुमा नयाँ जन्म फेरि लिनुभएको छ अनि यहाँनिर चाहिँ खानाहरू रेडी भएको छ आजको कुक हाम्रो भाइ सागर हुनुहुन्छ ए सबिन भाइ हुनुहुन्छ हाम्रो नानीहरूलाई भोक लागिसकेछ रुमाइजू आजको सङ्गति कस्तो भयो तपाईँहरूलाई कस्तो लाग्यो आमालाई कस्तो लाग्यो आजको सङ्गति बप्तिस्माको दाजुलाई आजको सङ्गति कस्तो लाग्यो बप्तिस्माको अन्त आज चाहिँ यहाँनिर हामीले बप्तिस्माको साथसाथमा प्रेम भोज पनि गरिरहेको छौँ होइन कस्तो लागिरहेको छ तपाईँहरू दुईजनालाई राजेश दाजु अब गाउँतिर चाहिँ यस्तो यस्तो टाइपले हो खानाहरू है अर्कै मजा छ बल्ल बल्ल खानु अब यस्तोमा पाउँछ है हजुर नानीहरूले पनि खान्छ आउनु यहाँ हाई माम कस्तो भयो अनुग्रह यहाँ सानो भाइले पनि खाँदैछ उता कस्तो चम्पडेछ जहिले चाहिँ सानो छिटो गरेन अघि बाबाले खाना कस्तो छ मिठो छ मिठो छ पिसा यामन माम मिठो छ गाउँतिर चाहिँ यस्तो हुन्छ हाम्रो है हामी चाहिँ यसरी खोला भात खान्छौँ है काका है पासा बाउ
यो अर्कै मजा छ यसमा त हाम्रो दार्जिलिङ बिलिभर चर्चको विश्वासीहरू तपाईँहरूलाई कस्तो लाग्यो आजको सङ्गति कस्तो लाग्यो हाम्रो प्रिस्किलालाई कस्तो लाग्यो लिडियालाई कस्तो लाग्यो बानुलाई कस्तो लाग्यो छ यहाँ लड्नलाई एउटा लडाई एक मुठी सास छ छातीमा यहाँ सिध्याउन एउटा दौडलाई अनि एउटा